हाम्रो एकदम यो के अरे ग्रेपबारीमै थियौँ। लगभग यो ग्रेपबारीमा काम गरे पनि निकै भयो, 1-1.5 महिना जस्तो भयो होइन। यो हाम्रो फर्स्ट टाइम काटेको ग्रेप्स हो। पुरा पलाइसकेछ हो ब्रो, पुरा पलाएछ नि यो फर्स्ट काटेको त। त्यही त, यो सानो सानो लाग्दैछ हेर्नु होला होइन। यो सानो सानो लाग्दैछ, सानो सानो लाग्दैछ। हाम्रो चाहिँ यो पोहोरको दबाई हो क्या, यो पोहोरको दबाईहरू यो किराहरूको लागि होइन, किराले नखाओस् यो के अरे त्यो गुटीहरूलाई होइन नखाओस् भनेर यो पोहोर दबाई हानेको थियो नि त। अनि पोहोर दबाई हानेको थियो। अब यो अब खत्तम भयो, एक्सपायरी पनि भयो होइन। सो त्यही निकाल्ने प्रक्रिया चल्दैछ होइन, प्रोसेस चल्दैछ। हाम्रो चाहिँ काटिसकेर यो पहिला फर्स्ट टाइम काटेको। अनि उस्ता त्यो अस्ति तार बटार्यो होइन, त्यही हो साथीभाइहरू, काटिसकेर तार बटार्यो। अनि यो अहिले यो दबाई निकाल्यो, यो किराहरूले नखाओस् भन्ने दबाई हो, नखाओस् भनेर लगाएको पोहोरको साल हो। पोहोरको हार्भेस्टिङ भन्दा अगाडि लगाएको। अब यो लगाउँछ अलिक पछि, अलिक गुटी अलिक ठुल्ठुलो भइसकेपछि हेर्नुहोस् यस्तो भइसक्यो। कति रमाइलो छ हो। यस्तै छ साथीभाइहरू, हाम्रो काम गरिन्छ। क्या शीतल हावा आएको छ आज हो, एकदम सरर भएर हो आज भोलि। यो जेरुसलेमै हो, यो जग्गा अर्कै जग्गा हो, फर्स्ट टाइम काम गरे हो हामीहरूले साथीभाइहरू। यस्तै छ। हाम्रो साथी बाल्टिन बोकेर कुद्दैछ, म पनि बाल्टिन बोकेर यसमा हाल्नुपर्छ। त्यस्तै साथीभाइहरू, क्या दामी आएछ क्या दामी आएछ साथीभाइहरू। तपाईँलाई उमाथिबाट तल डल्लै तलको मैदान देखाउँछु क्या। मैदान त डल्लै देखिन्छ, तर आज देखिन्छ कि देखिँदैन हो। मजाले क्लियर पनि त्यस्तो छैन, धुम्म छ तल मैदानमा। त्यो भएर राम्रो देखिन्छ कि देखिँदैन। पहिला त क्लियर देखिन्थ्यो, तर तेलहरूसम्म पनि देखिन्छ क्या त ठुल्ठुला बिल्डिङहरू साथीभाइहरू। सो त्यही छ अहिले चाहिँ। लगभग हामीले अब काम पनि सक्दै गएको हो। आज लास्ट होला यो बुढाको काम होइन, आज लास्ट हो भन्दै थियो यो बुढाकोमा। लगभग 1.5-2 महिना जस्तो काम गरियो, काटियोहरू तारसार तान्यो साथीभाइहरू हो। अनि आज लास्ट हो। अब भोलिदेखि अर्कै जग्गातिर कता कुन मालिककोतिर काम गरिन्छ त थाहा छैन हो साथीभाइहरू। अनि यस्तै छ। यो चाहिँ अहिले पहिला फर्स्ट टाइम हामीले काटेको साथीभाइहरू। ओ साथ ओइ उँभो आउ न, तल देख्नु हुँदैछ होइन त्यो मैदान हो क्या। यो तेलअभिवसम्म देखिन्छ क्या। यो मजाले खुलेको बेला तेलअभिवको ठुल्ठुलो बिल्डिङहरू देखिन्छ क्या दामी देखिन्छ। आज कस्तो तवालो लागे जस्तो, तपाईँलाई तवालो थाहा छ कि छैन होइन, थाहा छ कि छैन, तर तवालो लागे जस्तो छ होइन। हेर्नु हुँदैछ तपाईँहरूले। अझै म डाँडाबाट देखाउँछु तपाईँहरूलाई। क्या मजाले क्या यो गुटी लागिसक्यो के छिटो क्या काटे। जति छिटो काट्यो त्यति छिटो आउँदो रहेछ होइन। त्यो तलको त अब लेट काटेको नि त, डेरी काटेको। यो चाहिँ फर्स्ट टाइम काटेर छिटै पलाउन थालेछ हो। त्यही हो, यो चाहिँ नयाँ फर्स्ट टाइम आएको जग्गा है साथीभाइहरू हाम्रो काट्नको लागि जेरुसलेमतिर हो। यस्तै छ जिन्दगी दर्पण छाया। काम गरौँ, गर्मी पनि हल्का तर यहाँ दामी हावा चल्दो रहेछ साथीभाइहरू। अब हावाले केही सुनिँदैन क्या, यस्तो दामी हावा चल्छ नि नभन्नु न कस्तो दामी हावा चल्छ हो। यस्तो छ साथीभाइहरू, दुःख सुख के गर्ने। केटाहरू त्यता थुत्दैछन् हो। यो उकालो र ओह्रालो गर्दाखेरि आम्माम हत्तु हुन्छ साथीभाइहरू। यहाँनिर हेर्नु न, यो बँदेलहरू हुन्छ क्या। बँदेल भन्न आएको छ हरिणहरू क्या। यो हरिणको पाइलाहरू हो क्या। हरिणहरू लास्टै हुन्छ तर मार्न दिँदैन, यहाँनिर हिँडिरहेको हुन्छ साथीभाइहरू हो। क्या रमाइलो छ नि, क्या रमाइलो छ है, दामी छ। उयो मास्तिर हावाले उडाउन खोज्छ त्यो डाँडामा त साथीभाइहरू। म त्यहाँ डाँडामा गएर भिडियो तल देखाउँछु क्या तपाईँहरूलाई। तल हेर्नु न क्या दामी छ हो। तल यो मैदान हो, त्यहाँदेखि हाम्रो त्यो तलदेखि त्यो तलको बिल्डिङदेखि उता हो हाम्रो बसाइ। त्यो पर हो काम गर्न लगभग हुन्छ नि, लाग्छ नि 1 घन्टा हो। जामसाम गरेर आउन 1 घन्टा लाग्छ। हेर्नु न क्या दामी छ। हेर्नु न क्या दामी छ क्या, तपाईँहरूले देख्नुहुन्छ क्या दामी छ नि सिन। साथीभाइहरू हाम्रो काम पनि गरिसक्यो, अब जान लाग्यो होइन। अब यो हल्का यो फ्याँकेर यो दबाईको खोस्टाखोस्टी फ्याँकेर अब जान्छौँ हामीहरू पनि साथीभाइहरू। यहाँनिर डस्टबिन छ, यहाँनिर डस्टबिन छ। यो पानीको ट्याङ्की भयो साथीभाइहरू। यहाँ चाहिँ यो डस्टबिनमा सट्ट खन्याएर चाहिँ हाम्रो अनि लाग्छौँ। काम पनि खत्तम भयो सर ल।
यहाँदेखि हेर्दा हुन्छ सिटिजी, तर देखिँदो रहेछ नि त मेरो मोबाइल त्यस्तो भएर होला हो। त यो उग्रेको बेला त लखन राम्रो देखिन्छ होला नि, दामी छ। ल साथीभाइहरू बाई, अर्को भिडियोमा भेटौँ।